ल आज 2083 साल वैशाख 1 गते म मेरो आमाको यो कब्रस्तान समाधि स्थलमा आएर पुरै सरसफाइ गर्दैछु। अलिकति भए पनि यो भिडियो बनाऊ भनेर यहाँबाट सुरु गरेँ मैले कृष्ण खोलाबाट। यो सबै लिएर आउँदाखेरि सबै सम्झना आउँछ। यही रहेछ जिन्दगी, यही रहेछ जिन्दगी, यही रहेछ समय। जन्मेपछि मर्नै पर्ने। ल मेरो आमाको कब्रस्तान आज सफा हुँदैछ। 4 गते फेरि नआउनेछु फर्केर। आज सफा गरेर यो पानीहरू मात्रै आमालाई चढाउने होला चढाउने विचार गरेँ। यसो धुपबत्तीहरू बालिदिइराख्नु पर्यो। ल है आशीर्वाद दिनुहोस् भित्र मेरो आमा बुवाहरूले। छैन जिन्दगी यही रहेछ। गाई चर्ने चरन यो जिन्दगीको कहाँ होला मर। गाई जौबारीमा कान्छ फेरि पनि आऊ हे चौतारीमा कान्छ फेरि पनि आऊ हे चौतारीमा। बाजा बाँसुरी कान्छो मायालाई छोडी है घर जाऊ छोरी। ए किस्ने खोला कान्छो कतिन्जेल हुन्छौँ मनुष्य चोला। हुर हुर। ल ल धन्यवाद सबैलाई। शुभकामना 2083 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।